कहीं भी देखो तो बुद्धा का टेम्पल मिलेगा। अच्छा है, एकदम सुकून है। साथी पनि भेटे त आइस। ओ बाँदर। पहिले पहिले हामी यहाँ साह्रो घुम्थ्यौँ यो बाटो यो ठाउँमा, साथीहरू पनि हुन्थ्यो। अहिले त एक्लै एक्लै छैन हौ, साथीहरू पनि कता कता पुग्यो। यहाँ मुनि त गाठे सानो डिप छैन त हौ, यहाँ ब्रिज हो, ब्रिजदेखि मुनि त साथी पनि भेट्यो त आइस। एउटा साथी पनि भेट्यो, एउटा साथी पनि भेट्यो यहाँनिर घुम्न आएको रहेछ हावा खानु। रेस्ट गरिरहेको छ साथी। ओइ 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 कहाँ हो बाँदर पनि कराउनु। आम्मा बाँदरहरू छ त त्यहाँ त। उता हो बाँदर, यतै बाँदर, ऊ तल खोलामा हिँडिरहेको छ। खोला हिँडिरहेको छ है। ऊ तल ढुङ्गामा बसिरहेको छ। ओ बाँदर हिजोआज बाँदर बेसी फैल्यो। गाउँतिर त्यस्तै बाँदर, हात्ती, बनेल। मकै लगाए ढुट्टो, सिमल लगाए ढुट्टो, धान लगाए ढुट्टो, जनावर बेसी फैल्यो। धेरै दिनको बादमा भ्लग बनाउँदैछु, टाइमै पाउँदैन। आज चाहिँ एकछिन ड्युटी सकेर चाहिँ यता घुम्न आएको। घामले पो चिरुमिरु बनाउने रहेछ त आँखा त। हिउँदा लागेपछि अलगै हुन्छ सिनै। यो माथि भिर रहेछ, हिउँदा लागेपछि सिनै राम्रो क्या, मजाको देखिने। यो चाहिँ के हो यस्तो, गाईलाई चाहिँ घाँस चाहिँ राम्रो हुन्छ। घामले के आँखा तिरिमिरी बनाएर यहाँ मानेर चाहिँ घुमाउनुपर्छ। आम्मामा टाइट रहेछ नि, पुरा टाइट रहेछ। यस्तो गरेर घुम्नुपर्छ। आम्मा मान्छेले युज नगरेको तर टाइट छैन रहेछ। हत्तेरिका पुरा जाम रहेछ यहाँ। बेरिङमा त तेल त रहेछ, तेल त लगाएको रहेछ। माथि पो कता हो, बेरिङमा तेल छैन होला, पुरा टाइट। कस्तो मजाले टिनको हो कि के हो यो, टिन हो कि ब्रास हो, ब्रास होला पित्तल। यहाँ तल एउटा आन्टी सफा गरिरहेको छ। यहाँ चिल्ड्रेन पार्क हो, भर्खर सफा गर्दै रहेछ। यता सफा गरेको छैन रहेछ। यहाँ कस्तो दामी छ नि सबै, यो सफा गरेर त सफा गरिसकेको छैन रहेछ, हल्का सफा गर्दै रहेछ। के साह्रो टाइट त, घुमाउनु नसक्ने खालको टाइट। अब चाहिँ मजाले घुमेँ। यति घन्टी त बज्दैछ। बर्खा लागेपछि यतातिर
जङ्गल 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 अहिले हिउँदा लागेर नि त पुरा जङ्गल रहेछ। एक दिन चाहिँ भ्लग बनाउँदै 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 माथि माथि जानु पऱ्यो भनेको ट्रेनै पाउँदैन। यो मेरो भ्लग वीडियो कहाँ कहाँसम्म पुग्छ कुन। ज़्यादातर हमारा तो इंडिया का व्यूवर होगा। ये हमारा तो ऐसा है इधर में पहाड़ी इलाका, कहीं भी देखो तो बुद्धा का टेम्पल मिलेगा। अच्छा है, एकदम सुकून है। कुछ ऐसा मतलब यहाँ सुनने को नहीं मिलेगा, एकदम साइलेंट, बहुत अच्छा है। और मेरा चैनल को और मेरा वीडियो को पसंद आए तो सब्सक्राइब कीजिए। मैं भूटान से हूँ। भूटान पावर हाउस। म चाहिँ आज बिपिसीतिर घुम्न आएको। पहिले नि मैले धेरै भिडियोहरू बनाएँ कि, तर अलिक त्यो अपलोड गर्नु नजान्दाखेरि चाहिँ यतातिरको भिडियोहरू मैले बनाएको थिएँ पहिले पनि, तर मैले युट्युब अपलोड गर्नु नजानेर कहीँ न कहीँ मैले गल्ती गरेँ। त्यो भएर त्यो च्यानलै मेरो रहेन, डिलिट भयो। फेरि अहिले नयाँ च्यानल बनाएर भिडियोहरू बनाउँदै गर्दैछु। मेरो एउटा क्या इच्छा, मेरो एउटा सक छ नि त, जस्तै भिडियो बनाउने, युट्युबमा पनि युट्युब क्या अपलोड गर्ने, मेरो यस्तो एउटा चाहना छ। अब जस्तै होइन, मान्छेले बनाएको देख्छ नि त भिडियोहरू, यस्तै कहाँ कहाँ गएको, घुमेको, खाएको होइन, त्यसरी म पनि बनाउनु मन लागेर च्यानल खोलेको। तर साह्रो रहेछ युट्युब च्यानल चलाउनु पनि, भिडियो लगाइबस्नु पर्ने, सधैँ ड्युटी पनि गर्नुपर्छ। त्यो भएर समटाइम मात्रै, डेली चाहिँ गर्नु पाइँदैन रहेछ। डेली गर्नु पाए त राम्रोसँगले ग्रोथ हुन्थ्यो होला च्यानल पनि। आजको लागि यहाँ हल्का अहिले चाहिँ घुम्न आएको। आजको लागि यति नै होला। नेक्स्ट टाइम फेरि पनि अर्कै नौलो जग्गामा गएर मजाको भिडियो बनाउला भन्न चाहन्छु। बाई बाई बाई।